दमकवासी साथै दमक आसपासबाट आउनुभएको होला। अघि साथीहरूले भनिसक्नुभयो, भनिराखेको कुरा धेरै दोहोऱ्याउनुहुन्छ। सुकुम्बासी अव्यवस्थित बसोबासी माथि सरकारको एक खालको नीति को विरोध गरिरहेको छु मैले, हाम्रो पार्टीले। हामी गरिब देशमा छौँ, देशै गरिब छ। 30 खर्ब जति ऋण छ, ऋण लेखेकै गर्छ सरकारले। फेरि अटेरी छ सरकार, 2/3 भएकोले होला। तर एउटा कडा र सचेत प्रतिपक्षीको हैसियतबाट हामीले प्रश्न सोधिरहेका छौँ। प्रश्नको उत्तर दिन सकिरहेको छैन सरकारले। गरिब दुखीलाई खेदाउनु हुँदैन, लखेट्नु हुँदैन, बेघर बनाउनु हुँदैन भन्ने हाम्रो सुझाव छ, सल्लाह छ, विरोध छ, नाराबाजी छ, जे बुझ्दा पनि हुन्छ। आन्दोलन भइरहेको छ। तपाईँ हामी एकजुट नभएर हामी पार्टीको कारणले, विभिन्न कारणले फुटेर बस्नु भने, विशेष गरी सुकुम्बासी अव्यवस्थित बसोबासी दाजुभाइ दिदीबहिनीहरूलाई मैले भनिरहेको छु यो कुरा। हाम्रो घर भत्किन्छ होइन, एनी टाइम, जुनसुकै बेला हामी बेघर हुन सक्ने खतरा छ। त्यसो भएको कारणले जोडिएर बस्नुहोस्। म श्रमदाताहरूलाई भन्न चाहन्छु, तपाईँको स्थानीय पालिकामा त्यो खालको विपद भयो भने केन्द्रलाई सोध्यो, स्थानीय सरकारले गरेको भन्छ। स्थानीय सरकारलाई सोध्यो, होइन त्यो केन्द्रले गरेको भन्छ। होइन, मैले गरेको भन्दैन। रवि लामी छानेजीले अस्ति भन्दै हुनुहुन्थ्यो, हामीले गरे होइन, स्थानीय सरकारले गरेको रहेछ। फेरि स्थानीय सरकारलाई सोध्यो, होइन सिडिओले गरेको भन्छ। तर यो सुकुम्बासी अव्यवस्थित बसोबासीलाई बेघर बनाउने नीति भनेको केन्द्र सरकारको नीति हो। प्रष्ट छ। केन्द्रलाई सोध्यो, स्थानीयलाई सोध भन्छ, स्थानीयलाई सोध्यो, सिडिओलाई सोध भन्छ। है, नेपाली सेनालाई नै लगत उठाउन लगाएर झन्डै हानिदिएको थियो। कराकै गर्दाखेरि थुप्रै मान्छे जाग्न पनि भयो, अदालत पनि जाग्यो। अहिले अलिकति विषेक भएको अवस्था छ। तर सरकारको नीति ठिक छैन। सुकुम्बासी अव्यवस्थित बसोबासी गरिब किसान मजदुरको हितमा छैन है। यसपालि नीति तथा कार्यक्रममा पनि बजेटको प्राथमिकता भनेको चाहिँ किसानको हकमा कृषिमा आएन, एआईमा आयो। आर्टिफिसियल इन्टेलिजेन्स भन्नुको मतलब मोबाइल चलाउने, मोबाइलमा रमाउने भन्ने कुराहरू होइन, डिजिटल भन्ने कुराहरू। अब कति यहाँ आधीभन्दा धेरैलाई त डिजिटल भन्ने थाहा पनि छैन होला है। त्यस्तो खालको कुरामा लगानी लाउने भन्ने हिसाब किताबको आइराखेको छ। त्यो चाहिँ उच्च वर्गका मान्छेहरू। राम्रो बुझौँ है, हामी विभिन्न खालको मान्छे छौँ यहाँ। यही उपस्थित भएका दाजुभाइ दिदीबहिनीहरू हामी मध्ये कोही निकै पढे लेखेका छौँ, कोही सामान्यले पढ्छ, कोहीलाई नाम पनि लेख्न आउँदैन होला होइन। विभिन्न खालका मान्छेहरू हामी यहाँ छौँ, यहाँभित्र यो कोठामा। भने नेपालमा पनि त्यस्तै छ। तर एआई होइन, एआई यो त्योमा पैसा लगाउनु भनेको के हो भन्दाखेरि अलिक धनी वर्ग, उन्नत वर्गलाई मात्रै मान्यता दिनु हो क्या। तर कृषिलाई होइन, जुन कृषक र मजदुरमा असहाय दुखी पीडितहरूमा खर्च गर्नु भनेको चाहिँ, उसलाई मान्यता दिनु भनेको चाहिँ फेरि तपाईँको चाहिँ के अरे अर्कै मान्यता हो। त्यो मान्यता चाहिँ हामी राख्छौँ। धनी त धनी भइहाल्यो, धनीलाई सहयोग चाहिँदैन, चाहिन्छ त सहयोग गरिबलाई चाहिन्छ। गरिबलाई चाहिँ सहायता गर्नुपर्छ।